नमस्ते, स्वागत छ सबैलाई। आज मसँग फर्स्ट टर्मिनल एक्जामिनेसन 2083 क्लास 10 को साइन्स एन्ड टेक्नोलोजीको क्वेसन पेपर छ। यसमा भएको मल्टिपल चोइस क्वेसनहरूको एन्सर के रहेछ एकचोटि हेरौँ है त। ए नम्बरमा दिएको छ विच भेरिएबल रिमेन अनचेन्ज थ्रु आउट एन एक्सपेरिमेन्ट भनेर दिएको छ। अप्सनमा डिपेन्डेन्ट भेरिएबल, इन्डिपेन्डेन्ट भेरिएबल, कन्ट्रोल भेरिएबल र कन्स्ट्यान्ट भेरिएबल दिएको छ। अब यसमा डिपेन्डेन्ट भेरिएबल र इन्डिपेन्डेन्ट भेरिएबल चाहिँ यसको एन्सर हुँदैन, किन भन्दाखेरि इन्डिपेन्डेन्ट भेरिएबल पनि कन्स्ट्यान्ट राखिँदैन, अनचेन्ज गरिँदैन भने डिपेन्डेन्ट भेरिएबल पनि अनचेन्ज हुँदैन। कन्ट्रोल भेरिएबल चाहिँ कन्स्ट्यान्ट राखिन्छ, अनचेन्ज हुन्छ र कन्ट्रोल भेरिएबलकै अर्को नाम कन्स्ट्यान्ट भेरिएबल पनि हो। त्यही भएर यसमा कन्ट्रोल भेरिएबल पनि राइट एन्सर हुन्छ, कन्स्ट्यान्ट भेरिएबल पनि राइट एन्सर हुन्छ। तर यो दुईटा मध्येमा एउटा चुज गर्नु पर्यो भने चाहिँ बेटर चाहिँ कन्ट्रोल भेरिएबल हुन्छ। त्यही भएर यसको एन्सर चाहिँ ट्रिपल आई हुने भयो, कन्ट्रोल भेरिएबल। अर्को बी नम्बरमा दिएको छ which plant group is the simplest, lack true root, stem and leaf and is mostly aquatic भनेर सोधेको छ। यसको एन्सर हुन्छ ब्रायोफाइटा, मस, एल्गी र फङ्गी दिएको छ। यसमध्येमा एक्वेटिक र एकदम सिम्पलेस्ट भनेको एल्गी हो। त्यही कारणले गर्दा यसको एन्सर पनि ट्रिपल आई एल्गी हुने भयो बी नम्बरको। सी नम्बरको हेरौँ त। एस्ट्रोनट हेज अ मास 60 kg on the earth. What will be their mass on the moon where the gravity is about 6 times weaker? यो अलि ट्रिकी क्वेसन दिएछ। तपाईलाई यसले यो इन्फर्मेसन दिएर यो एन्सरलाई चाहिँ तपाईको 60 लाई 6 ले डिभाइड गर्न लगाएर तपाईको दिमागमा चाहिँ यसको एन्सर 10 kg होला भन्ने तपाईलाई भान पार्न खोजेको छ, अलिकति घुमाउन खोजेको छ यो क्वेसनले। तर यसको एन्सर चाहिँ 60 kg नै हुन्छ। किन भन्दा मास भन्ने चिज तपाईले जहाँ सुकै लगे पनि युनिभर्सको जुनसुकै कुनामा पनि मासको भ्यालु सेम भइरहन्छ, मासको भ्यालु चेन्ज हुँदैन। भ्यालु चेन्ज हुने भनेको वेटको, अनि वेटको भ्यालु चाहिँ जी भनेको स्मल जी, एक्सिलेसन ड्यू टु ग्राभिटीको कारणले चेन्ज हुने हो। मास जुनसुकै ठाउँमा पनि कन्स्ट्यान्ट हुन्छ। त्यही भएर यसको एन्सर चाहिँ डबल आई हुन्छ। अब डी नम्बर हेरौँ। अब डी नम्बरमा हेर्दाखेरि क्वेसन के छ भन्दा वाट ह्यापन टु द ग्राभिटेसनल फोर्स बिट्विन टु अब्जेक्ट इफ द डिस्टेन्स बिट्विन देम इज डबल भनेको छ। यो एकदमै क्लासिक क्वेसन हो, यो पहिल्यैदेखि सोधिराख्ने क्वेसन हो यो। इट रिमेन सेम, इट बिकम ट्वाइस एज मच, इट बिकम 1/4 एन्ड इट बिकम 0 भनेको छ। यसको एन्सर चाहिँ 1/4 हुन्छ। किन भन्दा डिस्टेन्स र ग्राभिटेसनल फोर्सको बिचमा चाहिँ इन्भर्स रिलेसन हुन्छ र ग्राभिटेसनल फोर्स इज इन्भर्सली प्रोपोर्सनल टु स्क्वायर अफ द सेन्ट्रल डिस्टेन्स भन्छ। अब सेन्ट्रल डिस्टेन्स 2 गुणाले बढ्दा ग्राभिटेसनल फोर्स 4 गुणाले घट्छ। त्यही भएर यसको एन्सर चाहिँ बिकम 1/4 यसको एन्सर हुने भयो। ई नम्बर अ ब्लक अफ आइस इज फ्लोटिङ इन अ ग्लास फिल्ड विथ द वाटर एज सोन इन अ फिगर when the ice melt completely into the water without any temperature change, what happened to the level of water in the glass भनेको छ। यो पनि अलिकति घुमाउन खोजेको छ क्वेसनले। यहाँनिर त फिगर दिइरहेछ, यो ग्लासमा आइस फ्लोट भइरहेछ, केही पोर्सन चाहिँ बाहिर छ। अब यो कम्प्लिटली मेल्ट भयो भने यो वाटरको लेभल केही चेन्ज हुन्छ कि हुँदैन भनेर यसले क्वेसन सोधिरहेछ। आई नम्बरमा वाटर लेभल विल इन्क्रिज लेखेको छ। आईआईमा वाटर लेभल विल डिक्रिज छ। ट्रिपल आईमा वाटर लेभल विल रिमेन अनचेन्ज र आईबीमा द वाटर लेभल फर्स्ट डिक्रिज देन इन्क्रिज छ। यसको एन्सर हुन्छ वाटर लेभल रिमेन अनचेन्ज। किन भन्दा यो आइस फ्लोट हुँदाखेरि केही पोर्सन चाहिँ बाहिर बसिरहेको हुन्छ, अनि जति पोर्सन डुबेको छ यो आइस मेल्ट हुँदाखेरि यति पोर्सनको मात्र वाटर बन्छ। त्यही भएर भोल्युम अफ वाटर डिस्प्लेस सेम हुन्छ। आइसले जति वाटर डिस्प्लेस गरेको हुन्छ यो आइस मेल्ट भइसकेपछि जुन वाटर बनेको हुन्छ त्यो वाटरले पनि त्यति नै वाटर डिस्प्लेस गर्ने भएर वाटरको लेभल चेन्ज हुँदैन है त। अब एफ नम्बरमा हेरौँ त। एफ नम्बरको क्वेसन छ वाट इज द एसआई युनिट अफ हिट इनर्जी छ। यो त सिम्पल क्वेसन भइहाल्यो। एसआई युनिट अफ हिट भनेको सबै इनर्जीको एसआई युनिट जुल नै हुन्छ। अभियसली हिट इनर्जीको पनि एसआई युनिट त जुल नै हुने भइहाल्यो। यो त सजिलै क्वेसन छ। जी नम्बर वाटर इज कुल्ड फ्रम 10 डिग्री सेल्सियस टु 0 डिग्री सेल्सियस, वाट ह्यापन टु इट्स भोल्युम ड्युरिङ दिस प्रोसेस भनेको छ। अब यो चाहिँ एनामोलस एक्सपान्सन अफ वाटरबाट दियो। 10 डिग्री सेल्सियसबाट चिसाउँदै जाँदाखेरि सुरुमा चाहिँ यसको भोल्युम घट्छ। अब 4बाट 0 चाहिँ एनामोलस हुन्छ, उल्टा हुन्छ है, अनयुजुअल हुन्छ। त्यही कारणले फर्स्टमा चाहिँ तपाईँको 10बाट 4 सम्म यसको भोल्युम चाहिँ कन्ट्र्याक्ट हुने भयो, डिक्रिज हुने भयो भने 4बाट 0 सम्म चाहिँ इन्क्रिज हुने भयो। अब यहाँ हेरौँ त अप्सन, इट कन्टिन्युसली डिक्रिजेस, यो पनि रङ भयो। इट कन्टिन्युसली इन्क्रिजेस, यो पनि रङ हुने भयो।
अनि यहाँ ट्रिपल आईमा हेरौँ त, यो ट्रिपल आईमा यसले के अप्सन दिएको छ भन्दा इट डिक्रिजेस अप टु 4 डिग्री सेल्सियस देन इन्क्रिजेस फ्रम 0 टु 4 डिग्री सेल्सियस भनेर दिएको छ। फर्स्टमा चाहिँ डिक्रिज हुन्छ, त्यसपछि इन्क्रिज हुन्छ भनेको छ। यो अप्सन चाहिँ राइट हुन्छ। सुरुमा 4 डिग्री सेल्सियससम्म तपाईँको भोल्युम चाहिँ घट्छ, यसको डिक्रिज हुन्छ भोल्युम। त्यसपछि 4 देखि 0 डिग्री सेल्सियसमा यसको भोल्युम बढ्न थाल्छ ड्यु टु एनामोलस एक्सपान्सन अफ वाटर। इट इन्क्रिजेस अप टु 4 डिग्री सेल्सियस देन डिक्रिजेस, यो होइन, यो रङ भयो। त्यही भएर यसको एन्सर ट्रिपल आई हुन्छ ड्यु टु एनामोलस एक्सपान्सन अफ वाटर। अब एस नम्बरको हेरौँ त, इक्वल मास अफ वाटर एन्ड आइरन both initially at 20 degrees Celsius are placed under the hot sun. Since the water has the much higher specific heat capacity than iron, what will be their temperature relationship after 1 hour भनेको छ। 1 घण्टापछि कसको टेम्परेचर धेरै होला भनेर यसले क्वेसन सोधिरहेछ। यहाँ आइरन र वाटर दिएछ। आइरन र वाटर हेर्दाखेरि वाटरको स्पेसिफिक हिट क्यापेसिटी धेरै छ भनेर पनि यसले मेन्सन गरिदिएछ। भनेपछि स्पेसिफिक हिट क्यापेसिटी धेरै भएको अब्जेक्ट तात्तिन टाइम लाग्छ, स्पेसिफिक हिट क्यापेसिटी कम भएको अब्जेक्ट चाहिँ छिटो छिटो तात्तिन्छ। भनेपछि अभियसली आइरन चाँडै तात्तिने भयो, वाटर चाहिँ ढिला तात्तिने भयो। त्यो अप्सन चाहिँ राइट हुन्छ। वाटर विल हेभ हायर टेम्परेचर देन आइरन, यो रङ भयो। आइरन विल हेभ हायर टेम्परेचर देन वाटर, यो चाहिँ राइट हुने भयो। आइरनको धेरै टेम्परेचर हुने भयो। बोथ विल हेभ सेम टेम्परेचर, रङ हुने भयो। आइरन विल कुल बिलो 20 डिग्री सेल्सियस, यो पनि रङ हुने भयो। अब आई नम्बरमा आउँ। As you move from left to right across the period in a modern periodic table, what happened to its atomic size भनेछ। अब लेफ्ट टु राइट तपाईँले पेरियोडिक टेबलमा इन अ पिरियड लेफ्ट टु राइट जानुभयो भने यसको एटमिक साइज चाहिँ घट्दै जान्छ। किन घट्दै जान्छ भन्दा यसको इफेक्टिभ न्युक्लियर चार्ज बढ्दै जान्छ र इफेक्टिभ न्युक्लियर चार्ज बढेपछि यसले भ्यालेन्स इलेक्ट्रोनलाई फोर्सफुल्ली तान्दाखेरि एटम चाहिँ श्रिङ्क हुन्छ। अब त्यो अप्सन यहाँ राइट हुन्छ। हेरौँ है त, यहाँ कहाँनिर दिएको छ, इट इन्क्रिजेस बिकज न्यू सेल आर एडेड, होइन। इट डिक्रिजेस बिकज इन्क्रिज इन न्युक्लियर चार्ज पुल द इलेक्ट्रोन क्लोजर भनेको छ। यो डबल आई, यो राइट हुने भयो। किन न्युक्लियर चार्ज बढ्दै जाँदा यसले भ्यालेन्स इलेक्ट्रोनलाई फोर्सफुल्ली तान्दा यसको साइज घट्ने भयो। इट रिमेन सेम, होइन। इट फर्स्ट इन्क्रिजेस देन डिक्रिजेस, यो पनि रङ हो, यो पनि होइन। अब जाउँ आई नम्बर। आई नम्बरमा स्टुडेन्ट प्लेस अ साइनी magnesium ribbon into the dilute hydrochloric acid and observe the rapid evolution of hydrogen gas. What simple change can slow down the reaction भनेर यसले क्वेसन सोधेको छ। यो क्वेसनले के भन्यो भन्दा एउटा स्टुडेन्टले चाहिँ म्याग्नेजियम रिबनलाई डाइल्युट हाइड्रोक्लोरिक एसिडमा राख्यो। यो राखिदिँदाखेरि चाहिँ हाइड्रोजन ग्यास बन्यो, होइन। अब यसलाई स्लो डाउन गर्नलाई, यो रियाक्सनलाई स्लो डाउन गर्नलाई के गर्न सकिन्छ भनेपछि यो क्वेसन चाहिँ फ्याक्टर इफेक्टिङ रेट अफ केमिकल रियाक्सनबाट आयो। फ्याक्टर इफेक्टिङ रेट अफ केमिकल रियाक्सन मध्येमा अब यहाँ हेरौँ कुन चाहिँ दिइरहेछ, हिट द टेस्ट ट्युब। अब हिटले चाहिँ झनै इभोल्युसन अफ हाइड्रोजन त फास्ट गराउँछ, रेट अफ रियाक्सन बढाउँछ भनेपछि यो रङ भयो। युज द कन्सन्ट्रेटेड हाइड्रोक्लोरिक एसिड, कन्सन्ट्रेसनले पनि रेट अफ रियाक्सन बढाउँछ, यो पनि रङ भयो। प्लेस द टेस्ट ट्युब इन आइस वाटर भने चाहिँ टेम्परेचर घटाउँदाखेरि चाहिँ रेट अफ रियाक्सन स्लो हुन्छ भनेपछि यसको एन्सर यो हुने भयो। टेस्ट ट्युबमा आइस वाटर राख्दाखेरि स्लो हुने भयो। ग्राइन्ड द म्याग्नेजियम रिबन इन्टु अ पाउडर भनेको पाउडर फर्म भनेको यो तपाईँको सर्फेस एरिया बढ्यो भने रेट अफ रियाक्सन बढ्छ भनेपछि यो तिनटै अप्सनले रेट अफ रियाक्सन बढाउँछ। यो अप्सनमा चाहिँ यो यसले टेस्ट ट्युबलाई चिसो बनाउँछ, टेम्परेचर घटेपछि रेट अफ रियाक्सन स्लो हुन्छ भनेपछि यसको एन्सर चाहिँ ट्रिपल आई हुने भयो।